यहाँ जब सेयर खरिद बिक्रीको लागि हेर्दैछौँ, सो त्यसको लागि पहिला सुरुमा हामी यहाँबाट कुनै एउटा सेयर त्यसमा क्लिक गर्छौँ, सेयर खरिद बिक्रीमा, अनि हामी अर्कोमा जान्छौँ। त्यसपछि त्यसभित्र गएर आर्थिक वर्ष हेर्छौँ। ब्याङ्कको नामहरू राख्नुपर्ने हुन्छ। हामी मितिहरू राख्छौँ। हामीले 100 राख्छौँ। त्यसपछि हामी अगाडि बढ्छौँ। अगाडि बढिसकेपछि यहाँ हामीले देख्न सक्छौँ यो मेन्युमा यहाँ चाहिँ खरिद बिक्री भनेर देखाइएको छ। अर्कोमा सेयर जफत तथा सेयर थप भुक्तानी भनेर लेखिएको छ। यो भनेको जब एउटा सेयर भयो यो भनेको बकस, अनि यो भनेको मृत्युपछि स्वामित्व हस्तान्तरण भन्नेवाला भयो। पहिला सुरुमा हामीहरूले अब एउटा गरौँ, एउटा सेयर ट्रान्सफर गरौँ। हामीसँग 3टा सेयर होल्डरहरू छन्, सञ्जय, प्रतिज्ञा, सुरज भनेर। अब हामीले सञ्जयकोबाट ट्रान्सफर गरौँ। ट्रान्सफर गर्दाखेरि भइरहेको सेयर होल्डर हो कि नयाँ सेयर होल्डर हो भनेर यहाँ 2टा अप्सन हुन्छ। अब हामीले नयाँ कुनै एउटा सेयर होल्डर गरौँ। कम्पनी हो कि व्यक्ति हो, नेपाली हो कि गैर आवासीय नेपाली हो भनेर यहाँनिर दिइरहेको हुन्छ। पहिला सुरुमा हामीहरूले कुनै एउटा नाम दिउँ। हामी यहाँ जन्म मिति राखिरहेछौँ। यहाँ अब सञ्जयको सेयर 15,000 छ, अनि उहाँले गर्नुभएको भुक्तानीको रकम यति छ, भुक्तानी नगरिएको रकम यति छ। यति 15,000 सेयर भित्रको मात्र हामीले सेयर सङ्ख्या मेन्सन गर्नुहुन्छ यहाँनिर। हामीले अब 1000 किता ट्रान्सफर गरौँ पहिला सुरुमा। देख्न सकिन्छ यो भुक्तानी नगरिएको रकम चाहिँ यो भन्दा धेरै हुनु हुँदैन। यहाँबाट हामीले दफाहरू छान्न सक्छौँ। अब केही गरी अगाडिको आर्थिक वर्षबाट हामीहरूले त्यो दफा गर्यौँ भने चाहिँ हामीलाई त्यही अनुसारको फाइन लाग्ने हुन्छ।
यहाँनिर हामीले चाहिँ एउटा नयाँ शेयर होल्डर थपेका छौं। एउटा शेयर होल्डर हामीले सञ्जय श्रेष्ठबाट रिचा थापाकोमा एउटा हाल्यौं। त्यसपछि हामीहरूले अब यही भइरहेकै शेयर होल्डर जस्तै कि सञ्जय श्रेष्ठबाट सुरज महर्जनलाई दिनु पर्यो भने चाहिँ यसमा गएर क्लिक गर्छौं। अनि त्यसपछि अब एक्जिस्टिङ शेयर होल्डरमा जाने अनि सुरज महर्जन भन्ने यहाँनिर हामीहरूले डिटेल्सहरू त्यही अनुसारको दफा हाल्नुपर्ने हुन्छ। अनि हामीसँग यस्तो सिनेरियो पनि हुन्छ कि जस्तै कि अब प्रतिज्ञाकोबाट कुनै नयाँ शेयर होल्डरलाई ट्रान्सफर गर्नु पर्यो भने चाहिँ ट्रान्सफरमा जान्छौँ। नयाँ शेयर होल्डर अघि नै हामीले थपेको रिचा थापालाई दिनुपर्ने हो भने चाहिँ यहाँनिर ड्रप डाउनबाट क्लिक गरेर उहाँको विवरण यहीँ आउँछ। अनि त्यसपछि हामीले कति शेयर हाल्नुपर्ने हो त्यो चाहिँ उहाँको यहाँनिर हामीले मेन्सन गर्नुपर्ने हुन्छ। जस्तै कि 2000 भनेर मैले यहाँ हालेँ। अनि यहाँबाट हामीहरूले दफा लिन्छौँ कुनै। टेस्ट गरिदिन्छौँ किनभने यो सबै त्यही डकुमेन्ट्सहरू हुन्छ। यहाँ यसरी हामीहरूले शेयर असाइन गर्छौँ। अब हामीहरूसँग भएको लजिक चाहिँ कस्तो हुन्छ भने हामीसँग 1 देखि 15,000 छ सञ्जयकोमा। यसरी हामीहरूले सञ्जयकोबाट चाहिँ धेरै दुईटा शेयर होल्डरलाई शेयर ट्रान्सफर गरिरहेका छौँ। सो त्यसको लागि चाहिँ हामीहरूको लजिक चाहिँ यस्तो छ। यसरी शेयर रेन्ज यसरी असाइन गरिएको हुन्छ। अब हामीहरूले यहाँबाट शेयरहरू यहाँनिर रेन्ज असाइन गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी यहाँ राख्छौँ। यसमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्छौँ हामीहरूले यहाँ अभाइलेबल भनेको 4000 हो। यसमा क्लिक गर्छौँ अनि 1 देखि 4000 सम्म राख्छौँ अनि शेयर असाइन गर्छौँ। अब उहाँको किता चाहिँ यदि चाहिँ हामीले सुरजकोमा ट्रान्सफर गरेर आउँछौँ भने उहाँको अब अभाइलेबल रेन्ज भनेको यति छ। अनि नयाँ चाहिँ यो भयो। त्यसपछि हामीहरूले बाँकीकोमा पनि शेयर असाइन गर्नुपर्ने हुन्छ रेन्ज। यहाँ हामीले हेर्न सक्छौँ। यसको पनि शेयर असाइन गर्नुपर्ने हुन्छ। यसरी हामीहरूले शेयर रेन्ज असाइन गर्छौँ। अब यहाँनिर हामीहरूले लाइसेन्स नम्बरहरू राख्नुपर्ने हुन्छ। सबै शेयर रेन्जहरू असाइन गरिसकेपछि हामी कन्टिन्यू गर्छौँ। पछि यहाँनिर हामीहरूले नयाँ शेयर होल्डर को हो अनि को हो एक्जिस्टिङ शेयर होल्डरको कसलाई हामीहरूले ट्रान्सफर गर्दैछौँ अनि शेयर रेन्जहरू देख्न सक्छौँ।
त्यसपछि हामीहरूले यहाँनिर फाइन कति कति लाग्यो भनेर देख्न सकिन्छ। यहाँ चाहिँ केही पनि फाइन लागेको छैन। यहाँ हेर्यौं भने हामीहरूले फाइन देख्न सक्छौं टोटल 2000। यहाँनिर पनि फाइन लागेको छ। फाइन चाहिँ यहाँनिर भएको दफा अनुसार लाग्ने पर्छ। यो अनुसार हामी नेक्स्ट पेजमा जान्छौं। अब हामीहरूले यहाँ भएको सञ्चालक लगत अपलोड गर्नुपर्छ। त्यसको लागि हामी त्यसलाई सुरुमा डाउनलोड गर्छौं। त्यसपछि सबै डिटेल्सहरु हामी यसरी हेर्न सक्छौं यसबाट। यहाँनिर गएर सञ्चालक लगत अपलोड गर्नुपर्ने हुन्छ। यहाँनिर सबै म्यान्डेटरी डकुमेन्ट्सहरु अपलोड गर्नुपर्ने हुन्छ। यसलाई लेखेको डकुमेन्टहरु सबै अपलोड गरिसकेपछि चाहिँ यसलाई सबमिट गरिदिन्छौं। त्यो सबमिट भएपछि चाहिँ हामीले फाइनल सबमिट गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी सबमिटमा क्लिक गरेर यसलाई कन्फर्म गरिदिन्छौं। अनि यसरी हाम्रो शेयर खरिद बिक्री चाहिँ सबमिट हुन्छ। सबमिट भइसकेपछि चाहिँ हाम्रो यहाँनिर गएर एप्लिकेसन लगमा हेर्यौं भने चाहिँ को अफिसरलाई गएको छ भनेर देखिन्छ। यहाँनिर चाहिँ कृष्ण कुमार खड्का नायब सुब्बा भनेर देख्यो। उहाँले अप्रुभ गरिसकेपछि चाहिँ अरूहरुमा गएर त्यो भेरिफाई भएपछि हामीहरूले फाइन तिर्नुपर्ने हुन्छ। कृष्ण कुमार खड्काबाट भेरिफाई भइसकेपछि चाहिँ यहीँ गएर हामीहरूले क्लिक गर्यौं भने यहाँनिर संगीता चौलागाईकोमा यो एप्लिकेसन गएको छ भनेर देख्न सकिन्छ। संगीता चौलागाईबाट पनि भेरिफाई भइसकेपछि चाहिँ यहाँनिर अब फाइनल एप्लिकेसन अप्रुभ चाहिँ कसरी हुन्छ कता जान्छ भनेर यहाँ देखिन्छ। वरदराज पौडेल डेपुटी रजिस्ट्रारकोमा छ भनेर देखाउँछ यसरी। सबैबाट अप्रुभ भइसकेपछि चाहिँ हामीहरूले अब हामीले लागेको फाइनको दस्तुरहरु तिर्नुपर्ने हुन्छ। त्यसको लागि हामीहरू फाइन पेमेन्टमा जान्छौं। हामीले यो फाइनमा क्लिक गरिसकेपछि हामीले यो देख्न सक्छौं। यसमा हामीले गएर हेर्नुपर्ने हुन्छ। हामीले लागेको यहाँ टोटल फाइनहरु यसरी देखाउँछ अनि टोटल डिटेल यता देख्न सकिन्छ। त्यसपछि हामीहरू पेमेन्टमा जान्छौं अनि अब अनलाइन गर्ने हो कि अफलाइन त्यही हिसाबले पेमेन्टमा गएर पेमेन्ट गर्छौं। अनलाइन गर्ने हो भने यसरी एउटा ईबीपी कोड जेनेरेट हुन्छ अनि त्यसपछि हामीहरूले सबमिट गरिसकेपछि यहाँ यसरी सबमिटेडमा गएर बस्छ अनि सबमिटेडमा गइसकेपछि चाहिँ अब यो एप्लिकेसन कसकोमा छ भनेर हेर्न सक्नुहुन्छ। यसरी यहाँ देखाउँछ। एकचोटी भेरिफाई भइसकेपछि हामीले पेमेन्ट भेरिफाइडमा गएर हेर्यौं भने त्यो भेरिफाई भइसकेको हुन्छ अनि अब हाम्रो एप्लिकेसन चाहिँ डिजिटल सिग्नेचरको लागि फरवर्ड हुन्छ। यहाँनिर चाहिँ हामीले देख्न सक्छौं नाम। सबैतिरबाट अप्रुभ भइसकेपछि यसरी हामीले लगमा हेर्न सक्छौं। यहाँनिर हामीले डकुमेन्टमा गएर साइन डकुमेन्ट भित्र गएर हेर्यौं भने चाहिँ हाम्रो पोस्ट रजिस्ट्रेसनमा अघि नै हामीले गरेको यो सञ्चालक लगतहरुको एप्लिकेसन नम्बरहरु अनि शेयर बाँडफाँड भएको सबै डिटेल यहाँ देखाउँछ।